Hello and welcome back with another video in Goki Art Station. मैले क्लासमा पनि यो ड्राइङ बनाउन सिकाएको थिएँ। त्यही ड्राइङलाई चाहिँ मैले अब कलर कसरी गर्ने भनेर सिकाउँदै छु। ड्राइङमा आउटलाइन सकिएपछि पेन्सिलले गरेको ड्रहरुलाई चाहिँ इरेजरले मेट्दिनु होला। अनि कलर लगाउनको लागि तपाईहरुले पेन्सिल कलर नभए वाटर कलर तपाईसँग जुन कलर अवेलेबल छ त्यो कलर युज गर्दा हुन्छ। स्टार्टिङमा स्काईमा हामीले स्काई ब्लू लगाउने, थोरै डे टाइम भएको भएर येल्लो कलर पनि युज गर्दा अलि राम्रो हुन्छ। अलिकति स्काईमा येल्लो टोन आउँदा राम्रो देखिन्छ। हाउसमा चाहिँ बेस लेयरको लागि हामीले येल्लो कलर युज गरौँ। त्यसपछि हामीले लगाउँ येल्लो कलर बेस लेयरको लागि ट्रीमा पनि, जसले चाहिँ हामीलाई पातमा परेर सनलाइटले गर्दा कलर चेन्ज भएको इफेक्ट दिनेछ। पेन्सिल कलर युज गर्दा पनि पहिला सुरुमा येल्लो कलर युज गरेर माथिबाट ग्रीन कलर युज गर्दा हुन्छ। हाउसको वाल पनि हाम्रो माटोको इफेक्ट दिनको निम्ति ब्राउन कलरलाई बेस लेयर बनाएर युज गर्दैछौँ। बाटोमा पनि हल्का ब्राउन थोरै ब्लू मिक्स गरेर हाउसमा पनि थोरै ब्लू अलिकति डार्क गरेर ढोकाहरू सबै ब्ल्याक। त्यसपछि अर्को हाउसमा हामीले लगाउँछौँ रेड कलर। कलरिङ गर्दा ड्राइङ अझ बढी राम्रो देखिन्छ। कोही स्टुडेन्टहरू चाहिँ सर कलर गरे भने बिग्रिन्छ भनेर कलर नगरिरहनु भएको हुन्छ हैन। जस्ट टेक्निक थाहा नभएर हो।
कुन कलर कहाँनिर लगाउने भन्ने थाहा नभएर तपाईँहरूले कलर लगाउनु भयो भने बिना कलरको ड्रइङ मनै पर्दैन तपाईँलाई। त्यही भएर कलर लगाउन प्र्याक्टिस गर्नुहोस्, नहात्तिनुहोस्। सुरुमा लाउँदा बिग्रेको जस्तो लाग्छ, केही फरक पर्दैन। बिस्तारै लगाउँदै जानुहोस्, लेयर लेयर हुन्छ। धैर्यता हुनु पर्यो। एउटा कलाकारभित्र धैर्यता चाहिँ भरपुर हुनु पर्यो। तपाईहरुले यो ड्रइङ चाहिँ कम्प्लिट गरेर क्लासमा देखाउनु होला मलाई। तपाईको क्लासमा म आए पनि नआए पनि सर मैले बनाएको थिएँ भनेर देखाउनु होला। कमेन्टमा आफ्नो नाम पनि लेख्नु होला, आफ्नो स्कुलको नाम पनि लेख्न नबिर्सनुहोस्। अल्छी गर्नुभयो भने तपाईहरु पछाडी पर्नुहुन्छ। मैले नयाँ कुरा सिकाउन पाउँदिन। गरिरहने विद्यार्थीहरूले पनि नयाँ कुरा थप्न पाउँदैनन्, किनभने सबैले सँगै लिएर जानु पर्यो। त्यही भएर गर्नुस्, प्र्याक्टिस गर्नुस्। छुट्टी छ, हप्तामा एउटा मात्र क्लास छ। दिनको 10 मिनेट 15 मिनेट निकाल्नुस्, एउटा लाइन गर्नुस्, फेरि भोलि अर्को गर्नुस्। दिनभरि मोबाइल हेरेर टिकटक हेरेर फ्री फायर खेलेर के हुनेवाला छैन। सो बिल्ड योर स्किल। फ्री टाइममा यसो गर्नुस्। साथीहरूलाई भन, साथी आज गरौँ, आर्ट गरौँ भनेर भन्न, सबैजना मिलेर गर। एक्लै गर्न झ्याउलायो भने अनि नेक्स्ट भिडियो तपाईहरुलाई कुन टपिकमा चाहिएको छ कमेन्ट गर्नुस्। के कुरा सिक्न मन छ, खाली एनिमे गोकु बनाउनु सर काकासी बनाउनु भनेर नभन्नु। एनिमेको 50 वटा भिडियो युट्युबमा अभाइलेबल छ। सो नथिङ न्यू। ट्राई टु एक्सप्लोर नेचर। Nature is so beautiful. फर्स्ट लेयर सुकिसकेपछि सेकेन्ड लेयर लगाउँदा फर्स्ट लेयर लगाएको एरिया पुरैमा लगाउनु पर्छ भन्ने छैन। यदि तर त्यो एरिया डार्क देखेको छैन, त्यो ठाउँले अझै कलर मागिरहेको छ जस्तो लाग्छ भने चाहिँ नडराइकिन कलर थपिदिँदा हुन्छ। हामीले गर्ने पनि एक्सपेरिमेन्टै गर्ने हो। यो कलर यहाँ लगाउँदा राम्रो देखिन्छ कि, यसलाई यहाँनिर यो कलर मिक्स गर्यो भने डार्क हुन्छ कि, सबै कुरा एक्सपेरिमेन्ट गर्ने हो। रिस्क लिनै पर्यो। यो बिग्रिन्छ होला, मैले यति दुःख गरेर बनाएको भनेर नसोच्नुहोस्। यो बिग्रियो फेरि अर्को बनाउनु। तर सिक्न छोड्न भएन, बुझ्नुभयो। र दिएको होमवर्क गरेर आउनु पर्यो। एक हप्तामा एउटा ड्रइङ कम्प्लिट गर्न नसक्नेहरू तिमीहरूलाई अझै पनि उडबस गराउँछु मैले। ड्रइङ कपी र कलर नल्याउनेहरूको त झन् अब भन्न मिल्दैन। अब बुझ अब आफै अब के हुन्छ क्लासमा। Thank you for watching. Don't forget to subscribe to our channel.